नमस्कार सबैजनामा। आज म पैसाको बारेमा केही भन्नु गइरहेको छु। मोस्टली हामीले चाहिँ पैसा भनेको के हो, पैसाले कसरी काम गर्छ भनेर त्यो नबुझेर चाहिँ हामीले धेरै मिस्टेकहरू गरिरहेको हुन्छौँ हाम्रो लाइफमा। र 5वटा कमन मिस्टेकहरू भन्न गइरहेको छु। यदि तपाईँले यो मिस्टेकहरूलाई चाहिँ सुधार्नु भयो भने चाहिँ जे स्थिति छ त्यही स्थितिबाट तपाईँले चाहिँ बेटर लाइफ चाहिँ जिउन सक्नुहुन्छ। पहिलो नम्बरको मिस्टेक छ मान्छेले चाहिँ पैसालाई आइडल राख्ने। तपाईसँग भएको पैसाले चाहिँ कहिले पनि आइडल राख्नु हुँदैन, किनभने यत्तिकै राख्नुभयो भने चाहिँ तपाईँको यसको भ्यालु घट्छ। मतलब तपाईँले यत्तिकै राख्नुभयो भने आज खल्तीमा 100 रुपियाँ राख्नुभयो, 1 वर्षपछि 2 वर्षपछि चाहिँ तपाईँको 90-80 हुन्छ भन्न खोजेको होइन, 100को 100 नै रहन्छ। तर तपाईँले चाहिँ यसलाई इन्भेस्ट गर्नु भएन भने चाहिँ यसले किन्न सक्ने क्षमता घट्छ। एउटा इन्फ्लेसन भन्ने कन्सेप्ट छ इकोनोमिक्समा। इन्फ्लेसन भनेको के हो भने बजारमा पाउने वस्तु सेवा सुविधाहरूको मूल्य चाहिँ ग्रेजुअली बढिरहेको हुन्छ। त्यो मूल्य बढ्ने रेट चाहिँ हाम्रो नेपालमा 7% छ, 7 to 8% होइन, अन एन एभरेज। यदि तपाईँले आफ्नो पैसालाई कतै लगानी गरेर चलायमान बनाएर इन्भेस्ट गरेर तपाईँले त्यसलाई चाहिँ 7 to 8% भन्दा बढी रिटर्न अथवा 7 to 8% चाहिँ रिटर्न निकाल्नु भएन भने तपाईँको पैसाको भ्यालु घट्छ। 1 नम्बर मिस्टेक। 2 नम्बर मिस्टेक हो तपाईँको इन्स्योरेन्स नगर्नु। इन्स्योरेन्सलाई मान्छेले कसरी लिन्छन् भने यसलाई खर्चको रूपमा लिन्छन्। यो इन्स्योरेन्स भनेको खर्च होइन। तपाईँले भविष्यमा आउन सक्ने भइपरि आउन सक्ने अनसर्टेन्टिजहरूलाई चाहिँ यसलाई चाहिँ अनसर्टेन्टीको रिस्कलाई मिनिमाइज गर्नको लागि चाहिँ तपाईँले इन्स्योरेन्स प्रिमियम तिरेर यसलाई चाहिँ तपाईँले सेक्योर गर्ने हो, फ्युचरलाई सेक्योर गर्ने हो। यो प्रक्रियामा चाहिँ इन्स्योरेन्स भनेको कहिले पनि एक्सपेन्स होइन, यो भनेको एउटा सिक्युरिटी हो। यसलाई चाहिँ यसरी नबुझेर मान्छेले चाहिँ इन्स्योरेन्सलाई एक्सपेन्सको रूपमा हेर्दा चाहिँ हेर्नु भनेको त्यो पनि एउटा ठुलो मिस्टेक हो। अर्को बिगेस्ट मिस्टेक भनेको के छ भने मान्छेले चाहिँ इमर्जेन्सी फन्ड नछुट्याइकन इएमआई छुट्याइदिने। मेरो स्यालेरी यति छ, मलाई यति खर्च गर्दा मेरो लाइफ चल्छ नर्मल्ली, र मैले चाहिँ अब यति अफोर्ड गर्न सक्छु भनेर इएमआई तिर्ने के, जस्तै लोनहरू लिएर इएमआई तिर्ने, इमर्जेन्सी फन्ड नै नछुट्याइकन। त्यस्तो गर्दा चाहिँ कहिले केही अप्ठ्यारो पऱ्यो यताउता भने चाहिँ तपाईँलाई अप्ठ्यारो पर्न सक्छ। यो पनि एउटा ठुलो मिस्टेक हो। चौथो मिस्टेक हो रिटायरमेन्ट प्लानिङ नगर्ने। जस्तै अब हामीले चाहिँ रिटायर भइसकेपछि के गर्ने, हामी कसरी चल्ने भन्ने कुरा चाहिँ फाइनेन्सियल प्लानिङ नहुने के। त्यो भयो भने चाहिँ के हुन्छ भने हाम्रो नेपालको कन्सेप्ट के छ भने नर्मल्ली अब बच्चा बच्चीहरूमा डिपेन्ड हुने, अब बच्चाले कमाइहाल्छ पाल्छ भन्ने खालको कन्सेप्ट हुँदा चाहिँ रिटायरमेन्ट प्लानिङ गर्ने चाहिँ त्यो छैन। त्यो पनि एउटा ठुलो मनी मिस्टेक हो, किनभने फ्युचरमा के हुन्छ कसले केही थाहा हुँदैन। त्यही भएर आफू चाहिँ फाइनेन्सियली दह्रो भएर बस्नुपर्ने हुन्छ है। 5औँ भनेको सबभन्दा ठुलो डेन्जर सबभन्दा लास्टमा छ, तर एकदम यो चाहिँ एकदम ठुलो पैसाको बारेमा मिस्टेक हो मान्छेले गर्ने। यो चाहिँ अरूलाई ब्लाइन्डली ट्रस्ट गर्ने बानी नेपालीहरूको। अनि यसो कस्तो हुन्छ भने अब सेयर किन्न पऱ्यो भने पनि फल्लाले कमायो योबाट मैले पनि किन्छु, अरूको पछि लाग्ने, आफूले केही अध्ययन नगर्ने, स्टडी नगर्ने होइन, आफूले चाहिँ केही सिक्ने, नलेज लिने, स्किल लिने भन्दा पनि टिप्सहरूबाट मार्केटको हल्ला सुनेर लगानी गर्ने बानी। त्यस्तै त्यस्तै अरू कुराहरूमा पनि देखिन्छ। जस्तै विदेश अप्लाई गर्नु पऱ्यो भने पनि अब अरूले भनेको पत्याएर गरेर मान्छे कति फसिरहेको हुन्छ पैसामा है। त्यो भएर यो भनेको पनि एउटा बिगेस्ट मिस्टेक हो। यस्तो कुराहरू चाहिँ अभोइड गरेर यो मैले भनेको सबै कुराहरू चाहिँ लाई मनन गरेर राम्रोसँग आफूलाई पैसालाई परिचालन गर्यो भने चाहिँ यसले चाहिँ तपाईँसँग अहिले भएको पैसाले चाहिँ योभन्दा अहिले तपाईँको एक्जिस्टिङ लाइफभन्दा पनि अझै बेटर लाइफ गर्न हेल्प गर्छ। यदि तपाईँलाई यो जानकारी युजफुल लाग्यो भने चाहिँ धेरैजना साथीहरूसँग सेयर गर्नुहोला, र मन पऱ्यो भने लाइक गर्नुहोला, र केही प्रतिक्रिया दिन मन छ भने चाहिँ कमेन्ट गर्नुहोला। अनि यस्तै जानकारीमूलक भिडियोको लागि चाहिँ फलो पनि गर्नुहोला है त। हस्त, धन्यवाद।